हाई गाइज, अहिले चाहिँ हामी छाङ झरना भन्ने छ नजिकै। त्यो तपाईँहरूलाई नि अब यसको बारेमा देखाउँछौँ होइन। लेट्स गो। हामी अहिले कच्ची बाटो जाँदैछौँ है। हामी चाहिँ अहिले यस्तो बाटो हिँडेर थाङ्दी झरनातिर जाँदै हिँडेर चाहिँ 5 मिनट जतिको बाटो छ अरे। चले तिहारको दिन टिका लाएर हिँडेको सिका त कहाँ पुगेछ त। साइडमा यो पुरै धानबारी आज चाहिँ तिहारको दिन अब कोही पनि छैन घर, म एक्लै हो। त्यही भएर एक्लै बस्न झ्याउलायो। त्यही भएर यसो नजिकैको झरना यसो हेरौँ भनेर आउँथ्यो। घरमा आइपुग्ला होला अब त आइपुग्ला होला है। हामी चाहिँ अहिले फाइनल्ली झरनाको नजिक आइपुगेको छौँ। झरना यहीँ मेरो अगाडि छ, ठ्याक्कै अगाडि झरना छ। झरना माथिबाट झरेको छ, सही छ। ठुलो झरनाहरू दामी रहेछ, ठुलै रहेछ है झरना। कान्छी बराई मन्दिर तथा थाङ्दी झरना। सुन्दर कान्छी बराई मन्दिर अगाडि छ। हस् कान्छी बराई मन्दिर
यही हो कान्छी बराई मन्दिर? यही हो, कान्छी बराई पनि छ, के अरे गोल भगवान पनि छ। ए हो। अनि काठमाडौँमा मूर्ति पनि छ। उहाँ जग्गाको भगवान चाहिँ हल्लिन आउने त्यो रोएर फेरि यहीँ मन्दिरमा बस्नु भनेर हेरेर राख्नु। पहिला माथि थियो। हजुर, ऊ त्यहाँ मन्दिर एउटा वारी बस्दैन, पारी बस्दैन मन्दिर बनाएर राख्यो। अनि बाख्रालाई हल्लिँदै म बनाइदिनु भनेर अनि पहिला ऊ त्यहाँ होला, यो सानो देखेको ठाउँमा है। अनि अहिले चाहिँ यहाँ सार्नु मन्दिरलाई। भगवान सत्य देवी ल अनि शिव शक्ति अरे सबै। ल ल ल आमा, हामी चाहिँ झर्ना हेरेर गइहाल्छौँ है। हस् सर। यहाँ चाहिँ थोरै सिँढीहरू हिँड्न पर्दो रहेछ। सिँढीहरू हिँडेपछि चाहिँ ठ्याक्कै अगाडि मेरो झरना छ। Look at the view. झरना दामी रहेछ त है, होइन? झरना खस्यो भने हुन्छ हस्पिटलमा भर्ना। तपाईँ दामी गरे अन्त पर्यटकहरू खतरा आउँदो रहेछ नि यहाँ, होइन? राम्रो रहेछ झरना। गहिरै रहेछ। साइड साइडमा यस्तो ठुलो भिर है, भिर। अब गाइजहरू यही हो है थाङ्दी झरना भनेको चाहिँ। एकदम राम्रो छ। हामी बस्ने एरियाबाट लगभग 15 मिनट त्यस्तै लाग्यो होला। यस्तो दामी झर्ना 15 मिनट मात्रै, त्यो दूरीमा यति राम्रो। अब यो ठाउँलाई नै अब चिनाउन सक्यो भने यहाँ पनि अब पर्यटक सम्भावना बोकेको ठाउँ नै हो जस्तो लाग्यो मलाई चाहिँ। यहीँको मान्छेलाई धरि थाहा छैन कि राम्रोसित यहाँ झरना छ भनेर। ओए, तँलाई यहाँ झरना छ भनेर थाहा थियो पहिला? तँलाई यहाँ झरना छ भनेर थाहा थियो? यसलाई धरि थाहा छैन कि यहाँ झरना छ भनेर। कस्तो राम्रो छ।
यहाँ फोटोसोटो पनि लियो भिडियोहरू पनि गरायो अब चाहिँ हामी यहाँबाट जानु लाग्यो हावा पनि कस्तो चिसो आउँछ यहाँ पानीको हावा होला नि पानी भएर एकदम चिसो चिसो फिल भइरहेको छ त्यो रातो रातो लाग्छ यहाँ कस्तो दामी झर्ना खाएँ तो चिसो हावा कस्तो हावा चलिरहेको चाहिँ पातहरू पनि हल्का सही हो दामी जुली हाई जुली 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 है टाउको घुमेर आएको जुली 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 होइन म आउँछु ल अब चाहिँ भ्लग यति नै यो थाङ्ली झर्नाको चाहिँ बाई बाई